लागेको। अनि यो चाहिँ बाइ द वे भेनाको च्यानल हो, म चाहिँ एउटा स्पोन्सर मात्र हो। ओ माय गॉड हो, स्पोन्सर होइन ल, तिमी एउटा पार्टिसिपेट गर्ने गेममा। आई एम एन पार्टिसिपेन्ट, तर अनि यो होस्ट गर्ने चाहिँ म हो नि त। यो सबैजनालाई यहाँ डुङ्गानी हुनुहुन्छ, अनि हाम्रो सबैजना पानीपुरी हेर्नेछ। चाहिँ जानु यतिसम्म पानीपुरी के च्यालेन्ज भन्ने हुन्छ होला। यहाँ खुर्सानी देख्न सक्नुहुन्छ तपाईँहरूले, यत्रो ठुलो यहाँ नि हेर्न सक्नुहुन्छ, यहाँ नि हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो लेखमा पाउने खरिद ल एकछिन ल। अब जस्तै हाम्रो यहाँनिर छ, यसमा चाहिँ हाम्रो के अरे यो चाहिँ एक्स्ट्रा भएको, यसमा चाहिँ हाम्रो उयो नपुग्यो के अरे आलु नपुग्यो, आलु नपुगेर किमा जे भने हालेको। त्यसमा चाहिँ वाइवाई चाउचाउ हालेर, अनि त्यसपछि यहाँनिर चाहिँ हाम्रो आइससँगको यो पानीपुरीको झोल खोइ के हो त्यो। हाम्रो मनमा वाइ वाइ। अनि यहाँ हाम्रो पार्टिसिपेन्टहरू ल हजुरहरूलाई ल म काउन्ट गर्छु है। पहिला हारेकोले के गर्ने पहिला त्यो भन्नु। हारेकोले के गर्ने? हारेकोले भाँडा मसाउने सबै। तर बुढी तिमी पर्छ होला यार। हो, म चाहिँ पहिला सोच्नुपर्छ त नि, छोड्नु त गइहाल्छ। तर भेना याद गर्नु, यतापट्टि पर्यो भने तपाईलाई नि पर्यो। म त डेफिनेटली पर्यो नि। ओके ल ठिक छ, म टाइम दिन्छु। ओके त गाइज, हामी टाइम हेर्दैछौँ। यहाँनिर टाइम चाहिँ हाम्रो 2 मिनटको हुन्छ। म टाइम हेर्दैछु है, 5 सेकेन्ड हुँदैछ। तर 2 मिनटसम्म त यिनीहरू राख्दैन जस्तो छ हौ। 1 मिनटमा सक्छ जस्तो छ यार यिनीहरूले। उफाइ हेर न, भान्जीले छिटो सक्ला जस्तो छ यहाँ। यिनीहरूले मुख छोपेर मुख नछोपाइ, मुख छोप्नु पाइँदैन। त्यो मुख छोपेर कहाँ बाघ गोजीतिर हाल्दैछ। कहाँ नि 1 मिनट पनि लाग्दैन रहेछ त नि, के 2 मिनट हो। खुवाइ हेर न, खोर्सानी सुत्तो खानु पऱ्यो नि फेरि। खोर्सानी खाँदै देखाउनु पऱ्यो क्या कसै कसै। ओ भाइ साहब, ओ माई गॉड एलिना, एकछिन निलेर मात्रै देखाउनु पऱ्यो नि फेरि। निलेर मात्रै देखाउनु पऱ्यो। सालीले यो फर्स्ट राउन्ड हाम्रो एलिनाले जितेको छ फर्स्ट राउन्ड। सेकेन्ड हाम्रो भान्जी, सेकेन्ड भान्जी होइन होला। खोइ खाइसक्यो? ओके भनेपछि त मैले अघि भनेको ठिकै रहेछ त नि, भाँडा मस्काइ त। तर बुढी तिमीले चिटिङ गर्दैछौ। हेर जानी बुझी हारेको त्यो खोर्सानी नखाएर। म हारे हुँदैन यस्तो चाहिँ, यो चाहिँ झेल। तर मजा आयो होला नि त। यहाँबाट यहाँ पुग्यो। तर 1 मिनटमा सक्यो यार। म त 2 मिनट लाग्छ होला भनेको, तर केही छैन। ओके अब यो ल, अब यो चाहिँ होइन, खानु मन लाग्नेले खाऊ। यो चाहिँ अब मन लाग्नेले। भेनाल त तिमीहरूले दिएको भए पो खान्छ। तिमीहरूले सकिहाल्यौ। ओके 4टा भए त मेरो लागि इनफै हो। काट्छ यसले दिब्रो। ओके ल ठिक छ। यो भाग मेरो, ए यो पनि मेरो पनि हो यो। ओ माई गॉड, 1 मिनट पनि लाग्दैन रहेछ। ओके भान्जी कस्तो लाग्यो? 2टा खोर्सानी खायो भने त तिमीले? एलेनाले फर्स्ट हो, ऊ त खतरा रहेछ नि त मान्छे त। तर भेङ्कर चाहिँ दामी थियो। ल ठिक छ। सो गाइस यति नै हो आजको यो च्यालेन्ज चाहिँ, सर्ट एन्ड स्विट।